आज चाहिँ हामीहरू फर्स्ट ट्रेल रनिङ इभेन्टमा आएको छौँ। रोड रनहरू चाहिँ धेरै नै गरियौँ। सो आज चाहिँ अलि नयाँ ट्रेल रनको लागि आएको छौँ। कहाँ भन्दाखेरि तारेभिरमा। वी लभ तारेभिरमा। हाम्रो स्टार्टिङ पोइन्ट पनि यहीँबाट नै हुन्छ। सो हामी लोकेसनमा आइसकेको छौँ। हाम्रो रेल रनिङ स्टार्ट चाहिँ 8 बजीबाट हुन्छ। सो लेट्स गो। आमो फिनिसरको ब्यानर लागिसकेको छ यहाँनिर। सकाइसकेपछि चाहिँ यहाँ फोटो खिच्नेछु। प्रिपरेसन हुँदैछ। भारी बोकेर बसेको छ। के अरे कति केजीको फ्रिज बोकेर म्याराथन दौडा थाहा छ? एकजना रञ्जनको चाहिँ 176 छ भने मेरो चाहिँ 104 नम्बर परेको छ। आई होप यो नम्बरले मेरो बेस्ट टाइमिङ आओस् आज 15 किलोमिटरको ट्रेल रनिङमा। अनि के अरे सारी मान्छे उठ्यो यति धेरै वर्कआउट हालेको कस्तो सक्यो। मजा आउँदो रहेछ। फर्स्टै साह्रै उकालो रहेछ। मजा आउने भयो। लेट्स गो। लिङ्गेसन झन्डै बाटो बिर्स्या तर हामीले बाटो बनायौँ। अब हामी यो ओरेन्ज रिबन हेर्दै
अगाडि बढ्नेछौँ लेट्स गो बल्ल आइपुग्यो हामी डाँडामा दिस इज द डाँडा टप टप होइन डन म त सक्छु छिर्दिउँ पानी ठुलो पऱ्यो भने ओत लाग्न मिल्ने रहेछ यसको फोटो छ मसित यहाँ खिच्यो पहिला हो म त पछि देखाउँला कता हो बाटो सिधै 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 अनि त्यही भएर त दामी थ्याङ्क यू मजा आउँछ धेरै कति चिसो खाना पनि मिल्छ होला है पानी मिल्छ खाऊँ ल ल लगायो तिमी मन थाहा आइपुग्यो हामी ओके बाटो सकिँदैन हिँड्दा हिँड्दा मलाई गाह्रो भइसक्यो तर बाटो सकिँदैन आउन आँटेको अस्ति नदेखि थियो अब आयो हुन्छ आउँदैन अब आयो हुन्छ आउँदैन कति भयो कतिको भ्याक्क भयो तर फेरि त्यसकै लागि मैले पैसा तिरेर रजिस्ट्रेसन गरेँ हो यो रेसको लागि मर्नु आँटे ट्रेल रन गाइज यस्तै पेन मेन्टल टफनेस फिल गर्नु मन छ भने चाहिँ ट्रेल रन रजिस्टर गर्नु होला गर्नुहुनेछ फिल मजाले यदि यस्तै पेन फिल गर्नु छ भने चाहिँ ट्रेल रन रजिस्टर गर्नु होला हामी पुग्यौँ पिक आइपुग्यो पिक अब अघि पनि आँट्यो अलिकति अगाडि हो एकदमै गाह्रो भयो बिचमा चाहिँ होइन अति नै गाह्रो भएर किन चाहिँ मैले यो ट्रेनमा पार्टिसिपेट गरेछु होइन आफैले नै पैसा पनि तिरेर रजिस्टर गरेर यो ट्रेनको लागि भने तर यहाँ अब आइपुग्दा चाहिँ एकदमै खुसी लागेको छ मैले जति गाह्रो भए पनि होइन बिचमा हार नमानिकन सबै पार गर्दै हिँड्दै यहाँसम्म आएँ अनि ह्याप्पी गाइजहरू रनिङको साइड इफेक्ट हेर्नु होला अब रन्जनलाई क्र्याम्प आएर यहाँ बिच बाटोमा बाइक रोकेर हामी स्ट्रेचिङ गर्न लागिरहेको छौँ हामीलाई अनि स्क्याम भयो हेर्नुहोस् लेखेको छ 15 किलोमिटर तर हामीलाई टुप्पोमा पुऱ्याएर झारेर फेरि कुदाएर गरेर 20-21 किलोमिटर आज हामी कुद्यौँ तर नाम भनी 15 किलोमिटरको ट्रेल छ बट इट्स नट 15बाट अझै हामी 5-6 किलोमिटर हिँड्यौँ सो द्याट्स भेरी स्याड अब हेर्नु होला साइड इफेक्ट एकदमै गाह्रो छ के गर्ने होला बस्ने हो त नभए एकछिन यहाँ बसौँ न त ल ल ल आऊ
यो अफ गरिदेऊ हेलमेट देऊ यता म राखिदिन्छु अब हामी गाह्रो भएको भएर रेस्ट तर ओह्रालोमा चाहिँ केही हुँदैन भाइ रेस्ट गर्नको लागि यता आएको छ कहाँ बस्ने यहीँ भुइँमै बस्ने कि के हो ल यहीँ बस्यो ल अनि आजको रनको मलाई एकदमै नराम्रो लागेको कुरा चाहिँ यो चाहिँ एकदमै गाह्रो रन थियो क्या ठाडो उकालो चढेर ठाडै ओह्रालो झर्ने त्यस्तो रन थियो तैपनि अर्गनाइज टिमहरूदेखि चाहिँ मलाई चाहिँ एकदमै नराम्रो लाग्यो किनभने त्यत्रो रनिङ गराएर खेलाडीहरू रनरहरूको लागि एउटा केही पनि खानेकुरा राखेको थिएन कि किनभने यो चाहिँ एकदमै गाह्रो रन थियो नि त यतापट्टि फर्काएर चाहिँ भन्नु पऱ्यो है किन एकदमै गाह्रो रनिङ थियो नि त अब उहाँहरूले रजिस्ट्रेसन 1500 उठाउनु भएको छ न्यू रनरहरूको लागि होइन अनि पार्टिसिपेसन पनि छ एउटा ब्रेड मात्र दिनुभएको भए पनि किनभने त्यत्रो रन गरेर आउँदाखेरि चाहिँ अति नै भोक लाग्ने रहेछ क्या अति नै भोक लाग्ने रहेछ अनि एउटा ब्रेड मात्र दिनुभएको भए पनि धेरै नै इजी हुन्थ्यो धेरै नै सजिलो हुन्थ्यो तर उहाँहरूले केही छैन क्या खानेकुरा केही छैन सिर्फ पानी मात्र छ होइन त्यो देख्दाखेरि चाहिँ मलाई एकदमै नराम्रो लाग्यो र उहाँहरूले दिन सक्नुहुन्थ्यो सोच्न सक्नुहुन्थ्यो होइन खेलाडीहरूलाई गाह्रो हुन्छ भनेर तर त्यो रहेनछ सो अबदेखि नेक्स्ट टाइम चाहिँ यो उहाँहरूले अर्गनाइज गर्नुभएको रेसमा चाहिँ म चाहिँ आउँदिनँ फ्रेङ्कली भन्नु पर्दाखेरि होइन अनि मेरो चाहिँ यो फर्स्ट ट्रेल थियो फर्स्ट ट्रेलमा दौडेर फिमेलमा सेकेन्ड हुन पनि पाएँ यहाँसम्म कि फर्स्ट सेकेन्ड थर्डलाई पोजिसन आउनेलाई पनि केही पनि रहेनछ क्या सो द्याट्स सो स्याड टाक्स हुँदैछ रनिङ पछिको नरिवल निकालेर खाने हेर्न सक्नुहुन्छ मेरोमा चाहिँ अझ बढी नरिवल रहेछ सो निकालेर हामी खानेछौँ